लुम्बिनीमा धेरै घुमेर लास्टै बिहान 9 बजेबाट घुम्न सुरु गरेको 1.5 बजिसक्यो अझै घुमेर भ्याइएको छैन। थपै लाग्छ अब मायादेवी मन्दिर जाने भन्ने कुरो छ। मायादेवी मन्दिरमा जाने भन्ने कुरो छ। मान्छेहरू हिँडिरहेछन्, बुलिरहेछन्, घुमिरहेछन्। यस्तो थकै लाग्यो अझै जाने बाँकी छ। यता पोखरी रहेछ, शीतल छ, यो रुखको शीतल लाएर हामी यहाँ बसिरहेछौँ। एकछिन थकाउडी मारिरहेछ, एकछिन टायर भयो। कस्तो लाग्यो? टायर्ड भयो। हामी चाहिँ अब हामी टायर भएर ट्रक हुनु बाँकी छ। टायरको ट्रक लाउनु बाँकी छ। ट्रक ल्याउनु टायर चाहिँ पुरै तयारी भइसक्यो, ट्रक ल्याउनु बाँकी छ, फिटिङ गरेर हिँड्ने हो। यस्तो थकै लाग्छ, मेरो त आँखै उ भएको छ। दिदीलाई कस्तो भएको छ त? मलाई पनि थकाइ लाग्यो कति हो कति हल्का हल्का भोक लाग्यो, भोकै पेट हो। ल अहिले गएर खानु हामीलाई हेलिकप्टरको उसमा चाहिँ सिटमा चाहिँ खानेकुरा राखेर आएको छ। प्लेन कि प्लेन भैरवाबाट त प्लेन चढेर आएको, तर अगाडि ड्राइभर छ, हावा लाग्छ।